चाहिँ सङ्लेको धागो त्यहाँ राख्ने होइन। पावर सप्लाई जम्मै हिस्ट्री नै लिन्छ। यहाँबाट लिएको छ। यो डाइनामो मोटर एउटा यहाँनिर जोडेर धागोलाई 85 सेन्टिमिटर फ्रेममा 3 त्यहाँ 9 त्यहाँ 27 9 18 27 गरेर राखिएको छ। यो चाहिँ कति छ 85 सेन्टिमिटरको फ्रेम। तर त्यो हाम्रो पुरानो उसमा चाहिँ के थियो भन्दा यस्ता सेन्टिमिटर नहुँदाखेरि चाहिँ नि अङ्गुल थियो। अनि कतिपय मानिसहरूले यो हातको 4 औँलामा चाहिँ नि उ गरेर 32 त्यहाँ 96 गरेर उनीहरू चाहिँ नि 3 तह धागो चाहिँ नि बनाउने गर्दछन्। अनि त्यसैलाई तेब्र्याएर एउटा जनैको एउटा आधी पाटो जनै तयार हुन्छ। दुईटा भेला पारेपछि एक जोर हुन्छ। जनैलाई जहिले पनि सम्बोधन गर्दा जोरमा गरिन्छ र यो चाहिँ सिकाउनुहुन्छ। यो चाहिँ एउटा आधी भाग भयो नि यो आधी यो दुईटा शिखा चाहिँ नि जनै गृहस्थीले लाउने हो। एउटा श्रीमानको एउटा श्रीमती। तर ब्रह्मचारीहरू सन्यासीहरूले चाहिँ 3 शिखा भएको त्रिपुण्डी त्रिदण्डी त्यो भएर राख्नु। 85 भन्नुभएको। अनि घटाउँदा चाहिँ कति घटाउने यो बाट्दा? बाट्दा त कति घट्छ 66 सेन्टिमिटर 66 घट्छ किन। यो कति छ भन्दाखेरि यो चाहिँ 5 मिटर 4.5 मिटरको धागो हुन्छ। पछाडि उसमा लात पर्ला हेर्नु।